हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल सुपस्टार स्याङ्बो। आज चाहिँ हामी मर्स्याङदी पारी जान लाग्यो आमा छोरी। म चाहिँ आमाको कान्छी छोरी हो। हेलो, हामी चाहिँ पारी जान लाग्यो। अहिले भर्खर स्कुटी नै गइरहेछ। सो अब म तपाईँहरूलाई मर्स्याङदी खोला पनि देखाइदिन्छु ल गाइजहरू। मेरो ब्लग हेर्न नभुल्नु होला। एकदम राम्रो छ। असार साउन भदौतिर चाहिँ अलिक पहिरो जाने डर हुन्छ। एउटा कार पनि आइरहेछ। हेर्नुहोस्, यस्तो छ बाटो। आमा, ओ आमा, आमा चाहिँ हिँडिरहनु भएको छ। हेर्नुहोस्, यहाँको भ्यूहरू एकदम राम्रो छ। अनि यहाँको बाटोहरू एकदम राम्रो छ। आमा चाहिँ अगाडि हिँडिसक्नु भएको छ। प्यारी आमा। यहाँ चाहिँ अनि मान्छेहरू खाजा पनि खान आउनुहुन्छ। जस्तै मोमो, चाउमिन, मनिष खाजा घर रेस्टुरेन्ट। यहाँ चाहिँ खानेकुराहरू पाउँछ। जस्तै मोमो, चाउमिनहरू, फेन्टाहरू, चटपटहरू पाउँछ। हजुरहरू नि आउनु होला मनिष खाजा घर रेस्टुरेन्टमा। यहाँको बाटो चाहिँ कति राम्रो छ है। अनि यहाँ चाहिँ कार पनि छ, रेड कलरको कार। यो चाहिँ पुल है साथीहरू। यही हो मर्स्याङदी नगरपालिका 10 भनौँ न अब है। हाम्रो गाउँको बाटो पनि यहीबाट जान्छ हाम्रो गाउँ नि। सो साथीहरू, मेरो ब्लगमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब चाहिँ गरिदिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु। अनि हाम्रो चाहिँ यहाँ चाहिँ मर्स्याङदी डाँडापारी हिमाला बेसी सहजला देखि तल मर्स्याङदी सलल। हेर्नुहोस्, म जुम गरेर देखाइदिन्छु मर्स्याङदी पानी। यहाँको चाहिँ ब्राइट कस्तो राम्रो देख्छ नि। यो चाहिँ बाटो है। ओ हेर्नुहोस्, त्यो चाहिँ फोहोर फाल्छ। यो चाहिँ फोहोर फाल्छ। हेर्नुहोस् साथीहरू, आमा चाहिँ अगाडि गइसक्नु भयो। अनि यहाँ चाहिँ हामी चाहिँ पानी कुवामा पानी भर्न आउँछौँ। अब म देखाउँछु ल हजुरहरूलाई। न चुमो, यहाँ चाहिँ बाख्रा घाँस खाँदैछ। सो गाइज, यहाँ चाहिँ गाउँघर पनि छ। यो चाहिँ गाउँघर हो। हेलो, दुईटा बाख्रा छ। हेलो मिनी 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 हिरोनी, ओ हिरोनी, हिरोनी। हेलो एभ्रिवान, अस्ति चाहिँ यहाँ धान टिपिरहनु भएको रहेछ। अनि चाहिँ पराल है साथीहरू। हेर्नुहोस् कति धेरै पराल पराल। अनि यो चाहिँ चर्च रहेछ, चर्च घर। अनि यो चाहिँ ट्री। आजको मौसम चाहिँ एकदम राम्रो छ। अनि यो चाहिँ डाँडा काँडाहरू। हाम्रो आमा चाहिँ हेरिसक्नुभयो। यो चाहिँ मर्स्याङदी खोला है गाइडहरू। अनि यो चाहिँ सागो। हेर्नुहोस् मर्स्याङदी खोला। यहाँ पनि छ है रोड है, रोड मर्स्याङदी खोला। हेर्नुहोस् हजुरहरूले कति राम्रो छ बाटो। पारी है यो पारी। बाटो हेर्नुहोस् कति राम्रो छ। अब म तपाईँहरूलाई मनिष खाजाहरू पनि देखाइदिन्छौँ। यहाँ चाहिँ कटेज छ। अनि यहाँ चाहिँ मनिष खाजा घर रेस्टुरेन्ट।
मानिस काजीबारी रेस्टुरेन्ट हामी सुनिताको साथीको घर हो अनि चाहिँ कार कसको कार हो मलाई पनि थाहा छैन बाटो यति राम्रो छ है तपाईहरु पनि आउनु होला लमजुङ घुम्न आउनु होला लमजुङ रिसोर्ट हाम्रो आमा चाहिँ हेरिरहनु भएको छ हेर्नुस् यहाँको डाँडा काँडाहरू यति राम्रो आमा तपाईलाई के अहिले मैले के अरे यो हामी वारिपारि घुम्ने बेला कतिको रमाइलो लाग्यो तपाईलाई अघिको बाटो चाहिँ एकदम जङ्गल थियो अनि हामी चाहिँ डर पनि लाग्यो त्यसैले त्यो बाटो चाहिँ नहिँड्नु होला सो अनि हाम्रो आमा चाहिँ तरुनी बेला हामीलाई चाहिँ के कता कता घुम्न जानु भयो नि हामी इन्डियामा त मैले शिलङ म चाहिँ शिलङमा पाएको गाइड इन्डियामा अब हामी बाबा हामी बराबरी भयो हाम्रो आमा चाहिँ अब घर फर्किँदै हामी चाहिँ अब घर फर्किँदैछौँ तपाईहरुलाई कस्तो लागिरहेछ मेरो ब्लग लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला गाइजहरु बाइक पनि हिँडिरहेछ त्यही त आमा रमाइलो लाग्यो रमाइलो लाग्यो हो